तपाईँहरूलाई चाहिँ अस्तिदेखि एउटा कुरो देखाउनु मन लागिरहेको थियो है। त्यो चाहिँ के हो भने चाहिँ यहाँ चाहिँ हाम्रो रुदेमा चाहिँ न्यू कन्स्ट्रक्सन हुँदैछ ब्रिज चाहिँ होइन। यो चाहिँ हाम्रो एउटा फाउन्डेसन उठाएर पनि तयारी भइसकेको छ र ऊ यहाँनिर दुईवटा र उता तिनवटा चारवटा छ टोटल फाउन्डेसन चाहिँ होइन। र तपाईँहरूलाई म जुम गरेर पनि देखाउँछु। यहाँ पर चाहिँ काम गर्दैछ हो। पल्लो पारी पनि कटिङ गरिसकेको छ हो। र हाम्रो यो खोला चाहिँ अस्तिको पानीले गर्दा चाहिँ के ठुलो भएको छ हो। र यहाँ चाहिँ एकदम पुरा पानी भरिरहेछ। अब यो चाहिँ यसलाई पानीलाई सुकाएर चाहिँ फेरि काम उयसमा चल्छ। र अहिले चाहिँ टक्कै पुलको माथिल्लोपट्टि छु म हो। र हेर्नु सक्नुहुन्छ दृश्य कति राम्रो छ यहाँनिर। पानी रहेर चाहिँ यस्तो देखिरहेछ आज। र तपाईँहरूलाई यो देखाउनु मन लागिरहेको थियो अस्तिदेखि हो। र आजको लागि यति नै है। थ्याङ्क यू सो मच।